काली खोलाको पुलमा हेलो गाइस व्हाट्स अप वी आर हियर एट काली खोला पुल हैन हामी डोको स्टार्टिङ पोइन्टमा छ अनि आज हाम्रो भण्डारी गुरुजीको डोको छ अनि वी आर हियर टु सपोर्ट हिम हैन अनि जाडो भइरहेछ अब यस्तो जाडो छ डोको हान्छ हैन केटाहरूले दाइहरूले भन्नु न केटाहरूले के भन्छु हैन रिस लाग्छ मेरो साथी हैन म मेरो साथीलाई सान्त्वना दिन चाहन्छु अझै हामी डोकोको रुटमै छौँ गाइस हैन यही हो अनि अगाडि चाहिँ हाम्रो लाइट बलेको ठाउँमा चाहिँ मन्दिर रहेको छ हैन अनि हो बाटो डोको हान्ने केटाहरूमा सबैले डोको पास गरोस् इन्टरभ्यूमा सबै पुगोस् होइन वेल विशेष टु कालीगाई हामी भन्छ कालीमाई होइन सबैको राम्रो होस् भन्न चाहन्छु म कोही चाहिँ फेल नहोस् होइन अब तिनवटा छुट्टै आफ्नो ठाउँमै कमजोरी हुन्छ तर अहिले पनि डोको हान्ने छ होइन काली खोलामा छौँ अनि उहाँ चाहिँ डोको स्टार्ट हुन लागिरहेछ ब्रिटिस आर्मीको फाइनल सिलेक्सनको त्यही नै हो गाडी होइन त्यो चाहिँ दाइहरूको गाडी हो अनि यतापट्टि चाहिँ एउटा चाहिँ डोको बोक्ने भ्यान छ होइन अनि माथिबाट अब ब्याक टु ब्याक अब अफिसर्सहरू पनि आउँदै हुनुहुन्छ होइन अब डोको सपोर्ट गर्ने पनि आउँदै हुनुहुन्छ होइन सबैलाई एकदम राम्रो विशेष छ यहीँबाट चाहिँ होइन सबैको डोको राम्रै होस् होइन अब कोही पनि फेल गरेर जान नपरोस् होइन हाम्रो यहाँ अब यस्तै छ होइन कुरा हेर्नै आएको हामी होइन अब कस्तो हुने रहेछ एक्सपिरियन्स यो बाटोमा चाहिँ अहिलेसम्म डोको हानेको गाई चाहिँ मैले हानेको डोको हानेको एकचोटि हेरेको दुईचोटि हान्यो त्यो पनि यस्तो बाटोमा हाम्रो सरसँग हानेको गाई होइन अनि होप सबै दाइहरूको चाहिँ राम्रो होस् भन्न चाहन्छु तर उहाँबाट हामीलाई हेरेको छ होला कोहरू होला यिनीहरू होइन डिस्टर्ब पो हान्न आयो कि भनेर सोचिरहेको छ होला हामी पनि नेक्स्ट इयरको पिआर नि सरहरू होइन डोन्ट अन्डर एस्टिमेट अस होइन फिक्स क्यान्डिडेटहरू फेरि हेरेको होला ल गाइस यस्तै छ होइन अब डोको स्टार्ट भइसकेपछि देखाउँला अब यहीँबाट देखाउनु त अलिक गाह्रो पर्छ कि अब हामीले चाहिँ देखाउनु अलिक माथि माथि गएर यसो कराउन अलिकति भन्न मिल्ने ठाउँमा गएर भनेर दाइलाई दा यु क्यान डु इट भन्नुपर्ने हुन्छ र गाडीहरू आउँदैछ गाइज त्यो त हामी यस्तै सब पछाडिबाट अफिसर्सहरू हो अनि त्यहाँबाट चाहिँ यस्तै डोको हेर्न आउनेहरू हो आयो गाइज पछाडिबाट अब हाम्रो उसको भ्यान आयो होला हामी एकछिन यहाँ बस्नु मिल्दैन जस्तो लाग्छ मलाई चाहिँ पछाडिको चाहिँ बिजिएनको अफिसियल जिप हो गाइज होइन आएर नो यहाँ बस्नु मिल्छ कि मिल्दैन मिलेन भने चाहिँ हामी माथितिर गएर बस्नेछौँ चिया हान्दै तातो पानी सात पानी हान्दै होइन यस्तै छ गाइज फेरि मसँग पैसा धेरै छैन आयो ओन्ली 100 रुपिस त्यसमा चाहिँ दुईवटा चिया त आउला नि भनेर लिएर आएको होइन आउँदैन र कि कसो अनि भइहाल्यो नि लास्ट जाडो छ गाइज भन्नु मात्रै हो कि तर काली खोलामा त अति जाडो छ तर को स्कटिङको लागि आए जस्तो लाग्यो मलाई स्टार्ट गरिसकेको छ अब चाहिँ होइन फर्स्ट म्यान 14 मा आइदियो कतिमा घुसेर भण्डारी गुरुजी हो त्यसै किन भण्डारी हो भण्डारी गुरुजी त्यहाँ थाहा हुन्छ हामी के अरे अरूलाई त तर झटार छ कि गोरालोमा होइन र होइन